एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी एन्स सुवेदी माइजी भाउजू युट्युब च्यानलमा हजुरहरूलाई धेरै धेरै स्वागत छ। म अन्सा सुवेदी। गाइजहरू आज चाहिँ मैले के भन्दाखेरि हजुरहरूलाई चाहिँ डेली ब्लग डेली ब्लग गर्ने गर्छु। अबदेखि चाहिँ म हैन मेरो ब्लग हेरेर मन पराइदिनु होला के कस्तो यताउति कमेन्ट सेक्सनमा पनि लेख्नु होला भन्दै आज चाहिँ म घर सफा गरेर खानासाना खाएर आज चाहिँ बेलुकातिर चाहिँ मतलब आजको दिन चाहिँ म के गर्नेवाला छु अनि के गर्छु कहाँ जान्छु त्यस्तो समथिङ कुराहरू देखाउँछु हजुरहरूलाई हैन। एज अ बुहारी भइसकेपछि के कस्तो उहरू गर्नुपर्छ सबै कुराहरू हुन्छ नि त। अब हाउसवाइफ भइसकेपछि त अब घरमा सरसफाइ यताउति के हैन सबै कुराहरू हुन्छ नि त। त्यो हजुरहरूलाई देखाउँछु। मेरो चाहिँ ब्लगहरू चाहिँ मलाई आशा छ कि मन पराइदिनुहुन्छ रुचाइदिनुहुन्छ भन्ने पूर्ण विश्वास छ। र मेरोमा चाहिँ सब्सक्राइबर मतलब क्या मैले पहिला चाहिँ धेरै मतलब एक दुई महिना पछि बल्ल मैले चाहिँ मेरो ब्लग हाल्न राखेको है। ब्लग हालेको हैन सुरुमा चाहिँ कन्टिन्यू गरिराखेको थिएँ। अब त्यस्तै अब अलिअलि अब प्रब्लम भएको भएर चाहिँ टाइम दिन पाएको भएर के भएर हैन गर्न पाएको चाहिँ थिएन। होप तपाईँहरूले मन पराइदिनु हुन्छ भन्ने म आशा राख्दै म फेरि पनि डेली भ्लग गर्ने गर्छु है गाइजहरू। अब चाहिँ म घर सरसफाइ गर्दैछु अनि त्यसपछि खाना पाकिसकेको खाना खाएर अनि उ गरेर अनि त्यसपछि अनि दिउँसो नास्ताहरू यताउति हुन्छ नि त सबै कुराहरू भएर म हजुरहरूलाई देखाउने छु। किप वाचिङ। चिया दिन जाँदैछु। म चाहिँ यता तल बसिरहनु भएको छ। आँखा लगाएर चाहिँ यस्तो पुन्टे ग्लास छ तर धेरै आउँछ है यसमा। पुन्टे भयो भने मम्मी चाहिँ आउँदै हुनुहुन्छ उताबाट। अब चाहिँ म जान्देला भयो नि त। के अरे हटिया भनेको के अरे हप्तामा एकचोटि लाग्छ नि हो त्यो मेला जान लाग्यो। अब चाहिँ म यसो राम्री भएर जानु पऱ्यो नि त। यसो स्क्रिन क्याप्चर गरेर मैले चाहिँ किन होला यो एन्ड्रोसको प्रोडक्ट यति राम्रो लाग्छ। मैले अब टोनर चाहिँ युज गरेँ होइन त्यो बाहेक अरू हुन्छ नि अब सनस्क्रिम यस्तो राम्रो लाग्छ सनस्क्रिम र अनि मोइस्चराइजर म आई लभ इट के भन्ने अब यस्तो मनपर्छ नि मलाई यो प्रोडक्ट। मलाई चाहिँ यही सुट गरेको के मैले चाहिँ एउटा कस्तो एकदम बिग मिस्टेक गरेँ के गर्नु बोल्छ नि के कारण एउटा ह्याक देखेर अनि गरेको त त्यस्तो अब मेरो स्किनमा एकदम सेन्सिटिभ स्किन भन्यो होला है। तब त्यो यस्तो भयो कि यस्तो भयो अनि त्यस्तो थोडा त खासै राम्रो नि होइन तर राम्रो त राम्रो बनाइदिएर मैले चाहिँ यस्तो भने साथीहरू अलिक थोरै भयो त बसिरहेको ग्यास गर्दै गरी त होला नि मेरो फुली भाँचिएर राखेको थियो नि बुझिएछ क्या नि त यस्तो फुल देखेको त अलिअलि रहेछ अनि त्यसपछि गरेको त यस्तो दुख्यो अनि त्यो भएर छुन पनि मिलेन। सनस्क्रिन लगायो एकदम त्यो कस्तो हाइड्रेट बनाउनु राम्रो के ग्लो त्यस्तै आउने
यस्तो यदि त नि पसिना पुरै दिलपट्टि गर्दा कहाँ टेन्सन हुन्छ अभी न जाऊ छोड के अब चाहिँ आफूले चाहिँ अब के लगाउने भन्दाखेरि त मान्छे यसको यही प्रब्लम छ आफ्नो तरिका हुन्छ नि त मेकअप गर्नु त कन्सिलरले मात्र उजाड्या भएर अनि त्यसपछि कस्तो गर्मी हो कि राम्रा भित्रबाट झन् गर्मी बढेर अब झन् कस्तो हुने हो गर्मी महिनामा त मैले टाउको मात्र दुख्छ होइन मानिन्छु आफै हुन्छ मैले चाहिँ मेरो भिडियोको के अरे त्यो छोरी क्लिप अब टिकटकमा पनि राख्नेवाला छु त्यो जति बोल्दै बोल्छु अलिक चर्कोसँग बोल्छु भन्छु होइन अनि त्यसपछि झन् बोल्दै बोल्दा चाहिँ डाउन 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 हुँदै जान्छ क्या अब जीवन जात्रा हो लेख्नलाई छुट्या मात्र जात्रामा चाहिँ प्लस फेभरेट पार्ट भनेकै प्लस हो मेरो मेरो चाहिँ थोरै मेरो मेकअपको चाहिँ त्यस्तो नर्मल मेकअप मात्रै कुनै मेकअप आर्टिस्ट त होइन त्यही पनि यस्तो मैले हल्का राखेको पनि छु उसमा टिकटकहरूमा गराएर हेरिदिनु होला लाइक कमेन्ट छोडिदिनु होला मलाई खुसी लाग्छ लाइक आयो भने कमेन्ट आयो भने के गर्ने भ्युजै त आउन बोल्नु यस्तो नाकले बोल्छ कि खालि नाकले बोल्दाखेरि राम्रोसँग बुझिन्न सुसेलीले बसन्त टाको टाको जस्तो फुलसँगै यो मस्कारा त एकदम उहाँ यस्तो दामी खाने यस्तो आउँछ क्या मिनी आइरहन्छ मसँग आइरहने मिनी उसकै होइन आएर आइरहने बेच्छु सक्यो आगे मान्छु उसका गफले चन्द्रमा छुन्छरी म त लिपस्टिक लाउँछु पहिला नक्कली हो कि म अरू के बाटोमा यस्तो भूत जस्तो खान्छ बाटोमा सोधिनँ कि पनि मैले किन यस्तै पाराले फेरि यस्तै हुन्छ
अरे सिन्धु नि सक्दै थियो यसको टुप्पै निकाल्दैन नानीले पृथ्वी भान्सी र भान्ता चाहिँ छैन अनि आज आफ्नो घर गहन दाइको बिहेको लागि अब चाहिँ म जान्छु भन्छ नि अहिले आएर पछि आएर भन्नु पर्ला बुवा हामी चलिने तपाईँ जाने होइन कपाल काट्नु ल म हिँड्छु अब अनि देखाउँछु म जान लागेको बजार होला अब जान्छु अनि देखाउँछु हटी आयो आन्टी चाहिँ बाटोमै भेटिनु आन्टी चाहिँ बाटोमा म चाहिँ रेडी नै भएको थिइनँ देखेको थिएँ अनि अहिले बेलुका जान्छु होला भन्ने भएको थियो अनि त्यसपछि अनि चप्पल घर बस्दा लाउने हो कि कस्तो हो र ए घरमा त यस्तरी लाग्छ ए भिड त लास्टै हुन्छ आज बेलुकासम्मै लागि कुन चप्पल घर बस्दा लाउने हो कस्तो यस्तो उखाल लाउनुहुन्छ यस्तो खालमा लाउनुहुन्छ कि अलिकति बेमा लाउनु जस्तो हो बेमा लाउनु जस्तो हो कि बेमा लाउने जस्तो खाले के आन्टीहरूलाई हुने खाले चप्पल देखाउनु न साडीमा लगाउने यस्तोमा होइन आन्टीहरूलाई त सिम्पल साडीमा लाउने साडीमा जस्तो हो त्यस्तो पनि कस्तो लाग्छ आन्टीलाई हो यो हो त देखाइदिउँ त कस्तो लाग्यो यस्तोमा लगाउनु नि त वाटरप्रुफमा राख्नु है आन्टीले हेर्नुहुन्छ कस्तो राम्रो है यो तर गरुङ्गो हुन्छ यहाँ खानालाई पनि पाइन्छ भिड हुन्छ हाम्रो यहाँ चाहिँ म चाहिँ आन्टीले यहाँ किन्न लाउनु पर्छ चप्पल हाम्रो यहाँ आन्टीलाई चप्पल अरे मार्केटिङ मिलेन यहाँ घटाएनन् भन्नुभयो आन्टीले पसिना कस्तो आएको छ नाइ यो भिडियो गरेको यो युट्युबमा राखेर अब हामी चाहिँ कहाँ आउने आन्टी तरकारी किन्न होइन तरकारी किन्न जानुपर्छ अब चाहिँ चाउमिन चाट खाने भयो आउनु किनेर अनि त्यसपछि घरतिर जाँदाखेरि अनि मलाई उ गर्छु देखाउँछु है प्याज नखानेवाला हुन्छ भिडियो बनाइदिनु भयो कि चटपटे आन्टी मेकिङ चटपटे गराउँदिन मेरो मात्र किन्नु दिनमा कति हुन्छ चटपटे बेचेर पैसा भन्नु ए आन्टी दिनमा कति हुन्छ पैसा चटपटे बेचेर ए 2-3 हजार 2-3 हजार अहिले 1 रुपैयाँ हुन्छ 1 रुपैयाँ नै हुन्छ त्यस्तो अहिले बसा बस्यो त्यही त नि सबभन्दा अब मान्छेले किन्न पनि पर्ने हुँदैछ मैले चाहिँ भर्खर खोलेछु चल्छ
खाँदैछु हटियाबाट लिएर आएर मिठो मिठो। खै आज बर्दियामा पानी परेको छ। ए भगवान् पानी पर्यो आज बर्दियामा पानी पर्यो। त्यस्तो गरेर पानी पर्यो आसिना झऱ्यो भनेर पाइएन। अब पानी मात्र पर्यो हल्का हल्का, अलि धेरै पानी पर्दै हुन्थ्यो। सो गर्मी भयो नि हिजो आज पानी हल्का पर्न रहेछ। आजको भ्लग चाहिँ यति नै हो है। अरू अब बेलुका पनि देखाउनेवाला थियो। अब त्यस्तै बेलुकामा झन् मेरो यो फोनमा राम्रो आउँदा नि आउँदैन, त्यही भएर यति नै आजको लागि चाहिँ। अब म खानासाना पकाउँछु, खान्छु, खुवाउँछु बुवा मम्मीलाई। Hope you like it. To subscribe my YouTube channel and keep loving, keep supporting. Bye guys.